Hello, dear student, good morning. So, today we will learn about the chapter number 1 CBSE class 10 corrosion and rancidity. Okay, so हाम्रो वरिपरि हामीले कोरोजन देखिरहेको हुन्छौँ, रेन्सिडिटी पनि हामीले थाहा पाइरहेको हुन्छौँ। जस्तै हामीले चिप्सहरू खान्छौँ, यहाँ देखिरहेको छ तिमीहरूले चिप्सहरू, मिठो मिठो चिप्स झरम झरम गर्ने चिप्सहरू हुन्छ, तर खोलेर राख्यो भने त भोलिपल्ट बिग्रिन्छ नि त होइन। यहाँ अर्को खालको चिप्सहरू छ, हामीले आलु चिप्सहरू भयो है, डिफ्रेन्ट टाइप्सको चिप्सहरू मार्केटमा छ र तिनीहरूमा चाहिँ 5 रुपियाँको चिप्स 5 रुपियाँको हावा हुन्छ। सो चिप्सको प्याकेटमा चाहिँ नाइट्रोजन किन हालेको हुन्छ भन्दा नाइट्रोजन चाहिँ इनर्ट ग्यास हो। इनर्ट ग्यास भनेको रिएक्सन नगर्ने ग्यास भएकोले गर्दा अब अक्सिजन छ भने चाहिँ अक्सिजनले अक्सिडेसन भन्छ, फुडसँग रिएक्सन गर्छ, अक्सिडेसन हुन्छ र फुड खाना बिग्रिन्छ होइन। अब अक्सिजनको कारणले खानालाई बिगार्नुलाई नै अक्सिडेसन भन्छ। सो अक्सिजन पऱ्यो भने अक्सिडेसन हुन्छ। अक्सिजन नपारिकन चिप्सको प्याकेटहरू भयो यिनीहरूलाई चाहिँ नाइट्रोजन हालेर राख्छ। त नाइट्रोजन हालेर किन राख्ने भन्दा चाहिँ नाइट्रोजन चाहिँ इनर्ट ग्यास हो। अब रेन्सिडिटी भन्ने बित्तिकै अबदेखि सम्झिनु, चिप्सको प्याकेट नाइट्रोजन अलिकति हालेको छ, नाइट्रोजन ग्यास हालेको छ अनि चिप्सहरू बिग्रिँदैन, एयर टाइट गरेर राखेको छ। र नानीहरू अब तिमीहरूले यहाँ के देखिरहेछ भन्दा चाहिँ एउटा नयाँ काँटी छ अनि त्यो प्लस अक्सिजन छ प्लस वाटर छ अनि यस्तो एरोको बादमा इट गिभ्स भन्नेमा चाहिँ रस्टेटेड आइरन छ। र नानीहरू त्यो ख्यापरि है, यहाँनिर हामीले देख्दैछ एउटा चेन, फलामको चेन, आइरन चेनमा आइरन चेन इज रस्टेड। ओके, वाट डज इट मिन? सो यो कोरोजन भयो। कोरोजन भनेको कोरोजन इज द नेचुरल प्रोसेस अफ डिटेरियोरेसन एन्ड डिग्रेडेसन वेयर अ रिफाइन्ड मेटल इज कन्भर्टेड इन्टु अ मोर केमिकली स्टेबल अक्साइड, हाइड्रोक्साइड अर सल्फाइड। यसको मतलब भयो कि कुनै पनि मेटलहरू छ तिनीहरू चाहिँ बिग्रिन्छ, मेटल अक्साइड, मेटल हाइड्रोक्साइड अर मेटल सल्फाइड चाहिँ बनिन्छ। मेटल जब पानीले अक्सिजनले यिनीहरूलाई खाइदिन्छ तब चाहिँ यो कोरोडेट हुन्छ। दिस इज कल्ड द कोरोजन। त्यसरी नै हामीले यहाँ ख्या परेको काँटी देख्नु पाउँदैछ, द रस्टेड नेल है। यो कसरी रस्टिङ सुरु हुँदैछ, सबैतिर रस्टिङ भएको छैन, रस्टिङ सुरु भयो। त रस्टिङ चाहिँ केले सुरु हुन्छ भनेर एउटा साइन्टिस्टहरूले पढ्यो होइन, विद्वानहरूले पढ्यो। त्यसो गर्दा चाहिँ पानीले रस्टिङ हुन्छ, अक्सिजनले रस्टिङ हुन्छ। र नानीहरू जो यो टेस्ट ट्युब छ एबिसी छ, ए टेस्ट ट्युबमा चाहिँ काँठी हालेको छ अनि आधी चाहिँ हावाले भेटिरहेछ, आधी चाहिँ पानीले भेटेको छ। यो चाहिँ ख्या पऱ्यो अरे। दोस्रो चाहिँ छ पानीमा मात्रै छ, पानीको माथि चाहिँ ओइल हालेको छ कुनै ओइलले, त्यसले गर्दा फर्दर अक्सिजनभित्र पसेन अनि यो पनि ख्या परेन अरे। नम्बर सीको टेस्ट ट्युब छ जहाँनिर क्याल्सियम क्लोराइड हालेको छ, यो चाहिँ एनहाइड्रस क्याल्सियम क्लोराइड। एनहाइड्रस क्याल्सियम क्लोराइड भनेको सुक्खा क्याल्सियम क्लोराइड जसले चाहिँ एयरमा भएको पानीलाई एब्जर्ब गरिदिन्छ र टेस्ट ट्युब चाहिँ एकदमै ड्राई एयर मात्रै, त्यो ड्राई एयर मात्रै भएको ठाउँमा पनि रस्टिङ भएन, पानी मात्रै भएको ठाउँमा पनि रस्टिङ भएन। टेस्ट ट्युब एमा चाहिँ पानी र हावा दुइटै छ, रस्टिङ भयो। र फर्दर हामी यहाँ के हेर्न पाउँदैछ, टेस्ट ट्युब एमा थियो नि ट्याप वाटर भनेको मैला पानीहरू थियो, त्यसले गर्दा त्यहाँ अक्सिजन थियो अनि पानी त्यहाँदेखि जुन चाहिँ एयर पनि थियो अक्सिजन पनि थियो त्यसमा चाहिँ ख्या परेछ। बीमा चाहिँ बोइल्ड वाटर जहाँ अक्सिजन चाहिँ अलिकति डिजल्भ अक्सिजनहरू निक्लेर गएको हुन्छ, त्यसले गर्दा। अब टेस्ट ट्युब सी चाहिँ डिहाइड्रेटिङ एजेन्ट हो, एनहाइड्रस लेख्नुपर्छ है, क्याल्सियम क्लोराइड हावामा भएको पानीलाई सोचिहाल्छ। यो सबै कुराबाट हामीले के थाहा भयो भने एयरको प्रेजेन्स हुनुपर्छ, वाटरको प्रेजेन्स हुनुपर्छ रस्टिङ हुनुको लागि, नभए रस्टिङ हुँदैन। प्रेजेन्स अफ एयर एन्ड प्रेजेन्स अफ मोइस्चर। ओके, नाउ यु क्यान अल्सो सी हियर इन दिस डायग्राम। ओके, एयर इज देयर, फर्स्ट टेस्ट ट्युबमा एयर पनि छ वाटर पनि छ र यहाँ यो नक्सामा हामीले के बुझिरहेछौँ भने अक्सिजन प्लस आइरन प्लस मोइस्चर विल मेक द कोरोजन। माथि काटेको नक्सा कस्तो भयो त भन्दाखेरि कालो भयो। दिस इज अल। नाउ आई थिङ्क यु अन्डरस्ट्यान्ड द कोरोजन भेरी वेल। प्रेजेन्स अफ अक्सिजन नम्बर 1, नम्बर 2मा प्रेजेन्स अफ मोइस्चर आर द मेन फ्याक्टर फर द कोरोजन। र मलाई थाहा छ अब मेरो नानीहरूले पक्का पनि तपाईँहरूले बुझ्नुभयो होला
राम्रो चोखो नेपालीमा भनेको छु। र जुन चाहिँ रस्टिङ अफ आइरनको फर्मुला लेख भने चाहिँ के हो भने रेडिस ब्राउन फ्लेकी आइरन अक्साइड हो। आइरनको रस्टको नाम हो रेडिस ब्राउन फ्लेकी। फ्लेकी भनेको यस्तो पाप्रा पाप्रा उकिन्छ नि खिया पर्दा क्या, हो त्यो भनेको। जसको फर्मुला हुन्छ Fe2O3 डट एक्स H2O लेख्नुपर्छ। डट एक्स भनेको द्याट एक्स मिन्स नम्बर अफ वाटर मलिक्युल। र आइरन चाहिँ हुन्छ ब्राउन कलर। र सिल्भर चाहिँ रस्टिङ भने कस्तो हुन्छ भन्दा कालो हुन्छ, ब्ल्याक कोटिङ हुन्छ। र कपर चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ ग्रिन हुन्छ। हामीलाई तिहारमा याद छ नि ग्रिन कलरको हुन्छ। र कपरले चाहिँ के गर्छ भन्दा कार्बन डाइअक्साइडसँग रिएक्सन गरेर ग्रिन कलर। आई थिङ्क यु अन्डरस्ट्यान्ड। सी यु इन नेक्स्ट कन्टेन्ट। ओके डियर स्टुडेन्ट, बाई बाई।